हेलो नमस्ते सम्पूर्णलाई। म चाहिँ हाम्रो गाउँबाट आएको। यहाँ योभन्दा पहिला चाहिँ यो गाउँ कस्तो थियो, यो बाटो कस्तो थियो भन्ने कुरा तपाईँहरूलाई थोरै जानकारी गराउनलाई मैले भिडियो बनाएको छु। खासमा भन्नुपर्दाखेरि अलिकति यता देखो, यो बाटो देखो। हाम्रो गाउँसम्म आउनको लागि यो भोटेकोसी गाउँपालिका सिन्धुपाल्चोक वार्ड नम्बर 3 हो यो ठाउँको नाम चाहिँ। जस यहाँ पहिला एकदमै गाह्रो थियो कि यो भिड अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ हैन। योभन्दा पहिला यो बाटो बन्दै गर्दा पनि मैले धेरै भिडियोहरू पोस्ट गरेको थिएँ। त्यसै क्रममा आज करिब 5-7 वर्ष भइसक्यो यो बाटो खुलेको। त्यतिसम्म यो बाटोले कति फड्को मार्यो, के भयो, यो बाटो खुलेर यो गाउँको मान्छेले के लाभहरू प्राप्त गर्यो भन्ने कुरा चाहिँ थोरै जानकारी गराउन चाहन्छु। जस अहिले हाम्रो गाउँसम्म आउनको लागि चाहिँ कुनै समस्या छैन। त्यति मात्रै होइन, यो बाटोबाट बगाम छगाम भैरवकुण्डसम्म पनि तपाईँहरू जान सक्नुहुन्छ र यो बाटो अहिले एकदमै राम्रो छ। तपाईँहरू ढुक्क भएर आउन सक्नुहुन्छ घुम्न, इन्जोय गर्न हैन। यो ठाउँको लागि चाहिँ तपाईँहरूले के बुझ्नुहुन्छ अब हैन, इन्जोय गरेर फर्किन सक्नुहुन्छ। थ्याङ्क यू सो मच।